हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल वन्स अगेन है। धेरै पछि म आज भिडियो लिएर आएको छु। आज चाहिँ मेरो बाइकको जुत्ता भन्नाले टायर फेर्न लगाएको छु है। फाइनली है मेरो टायर फेर्ने बेला भएको छ। सो आइ एम हियर टक्क लाएर है। अब चाहिँ यता यो मेरो बाइकलाई चाहिँ अब ट्राम्पलर हाल्न लाग्छु। हाम्रो केटाहरूको सबैको बाइकमा यही टायर छ। सो फाइनली म पनि यही टायर हाल्न लागेको छु है त। हेर्नु होला मेरो बाइकको टायर चाहिँ धुत्नु भएको छ है। मेन त्यहाँ बबल्सहरू आउनु थाल्यो क्या टायरमा, त्यही भएर फेर्ने जरुरी भएको छ है। अब यो टुर गर्नलाई चाहिँ अलिकति रिस्की नै हुन्छ, यो चिप्लिने त भइहाल्यो। अगाडि पछाडि दुइटैमा यस्तो बबल्सहरू आएको छ कि। सो एकदम ब्यालेन्सिङ एकदम हेर्नु त बबल्सहरू आएको छ क्या। रिस्की लाग्यो कि कुदाउन। सिटीको लागि त ठिकै होला, तर अलि लङ टुर गर्नलाई गाह्रो हुन्छ। सो फेर्ने प्लान गरेर आएको छौँ है। यता हाम्रो राहुल भाइको नि पछाडिको टायर फेर्न लागेको छु। त्यही हो। म चाहिँ एपोलो टायर ट्राम्पलर एक्सआर हाल्न लागेको है, 150/60/17 को। अनि यता 110/70/17 को ट्राम्पलर एपोलो है। हाम्रो कम्युनिटीको सबैको बाइकमा यही टायर छ। सबैले यही रेकमेन्ड गरे अरे म पनि यही हाल्न लागेको। लेट्स सी है त कस्तो हुन्छ पर्फर्मेन्स राम्रो छ। ड्युल पर्पज हो, अफ रोड अन रोड दुइटैको लागि एकदम बेस्ट छ अरे यो। सो त्यही हो, म पनि है त। राहुलको बाइकमा चाहिँ खोलखाल हुनु सुरु भइसकेको छ है त। उसले चाहिँ यहाँ एमआरएफै राख्न लाग्छ। ज्यापर कर्भ रे। मेरो बाइकमा पनि खोलखाल सुरु भयो त गाइस। बिचमा त पुरा केयर रहेछ, साइडमा त केही भएको छैन क्या टायरमा। भाइको इन्स्टल भइसकेको छ। अब मेरो पालो है त। क्या काम हो, सजिलो भएको छ है। पहिला त निकाल्नै गाह्रो हुन्थ्यो। ल हेर्नु गाइस, पुरै टायरको बिजोग अवस्था क्या। पुरै यस्तो उकिँदो रहेछ, बबल्स जस्तो। खोइ के हो, यसको डिफेक्ट हो कि हो, चिसोमा भएर हो कि। कुदाउँदाखेरि अलिक ब्यालेन्स हराउने कि। हेर्नु कति ठाउँमा छ क्या यस्तो। त्यही भएर मलाई अलिक रिक्स लगाएर खेल्न लागेको। अब रिम सफा गर्दैछु। नयाँ इन्स्टल गर्दा यो लिक्विडहरू सबै हटाउनु पर्ने हुन्छ। सरसफाइ भइसकेको छ। अब एकछिन पुसपास। भाइ यो डायमन्ड कटमा यसो मजाले पुस्दिनु होला। उता यो साइडमा होइन, अर्को साइडमा पो हो त है। उता साइडमा क्या त्यो मोबिलहरू पुरा चिप्केर बसेको छ नि त। हेर्नु त हो, त्यो डायमन्ड कटमा छ नि। ल गाइस, अब टायर इन्स्टल हुँदैछ है त मेरो।
Cheers, lo. Refreshment, eh? Thanks to Pit Stop for refreshment drink. यसपालि चाहिँ यसो नाइट्रोजन हाल्ने तरकारीमा है त बाइक एकदम हल्का हुन्छ अरे सो एकचोटि हेरौँ भनेर कहीँ कतै लिकेज छ कि चेक हुँदैछ है त पर्फेक्टली फिट भएको छ कि छैन भनेर पानी हालेर हेरिँदैछ टन भाइको टायरमा पनि भाइको टायर चाहिँ अलिकति खतरा देख्ने रहेछ है हाइट पनि बढ्ने रहेछ अलिकति मोटो पनि देख्ने कि गाइस फाइनली पछाडिको चाहिँ इन्स्टल भइसकेछ तर कस्तो अलि सानो जस्तो देखिरहेछ क्या हल्का न्यू लुक्स अब अगाडिको काम हुनु लाग्छ हेर्नुलाई गाइस पिट स्टपबाट खाजाको बन्दोबस्त है सर्भिसको लागि धन्यवाद गाइस फाइनली रेडी भएको अवस्था है त गाइस यहाँ केटाहरू स्टिकर सप रहेछ इन्क्लुडिङ माइन एज वेल है यो चाहिँ पिट स्टपको अफिस अब यहाँ सन्तोष ब्रोलाई भेटौँ ल सन्तोष ब्रो बल्ल फुर्सद भयो होला ल हात मिलाउँ फेरि एकचोटि है ल हाम्रो ब्रदरलाई हात मिलाउँ नमस्ते ल ठिक छ ल अब मेरो नि आज यसो टायर सायद फेर्न आयो है ल यसो पिट स्टपको बारे यसो मिठो जानकारी दिउँ पिट स्टपमा चाहिँ अब स्पेसली हामी चाहिँ टायरमा चाहिँ एकदमै हामी कस्टमरहरूलाई चाहिँ हामी टायरमा चाहिँ कहिले पनि कम्प्रोमाइज गर्दैनौँ किनकि अब हरेक किसिमको टायर पाउँछ यहाँ हजुर टायर हरेक किसिमको पाउँछ अब त्यही हिसाबले चाहिँ अब कस्तो किसिमको टायर कस्तो किसिमको कस्टमरलाई हाम्रो अब यहाँ विभिन्न कस्टमर आउँछ किनकि यो हाम्रो ठाउँमै त्यस्तो पऱ्यो नि त अब के अरे हाम्रो कमर्सियल कस्टमर पनि आउनुहुन्छ कर्पोरेट कस्टमर पनि आउँछ मिड रेन्जको कस्टमर पनि आउँछ त्यही हिसाबले चाहिँ हामी कस्टमरलाई सेटिस्फाई बनाएर उहाँहरूलाई कुन टायरमा चाहिँ सेटिस्फाई हुन्छ त्यो टायरको बेस हामी उहाँहरूलाई एकदम खुसी बनाएर पठाउँछ प्लस हाम्रो अलाइनमेन्ट व्हिल अलाइनमेन्ट हुन्छ व्हिल ब्यालेन्समा हाम्रो टो क्याम्बर क्यास्टर हेरिन्छ त्यसपछि आएर सबभन्दा पहिला हाम्रो अलाइन आउनुभन्दा अलाइनमेन्ट आएपछि हामी पहिला टायरको चारवटै हावा चेक गरेर ठिक छ कि छैन त्यसपछि हामी अलाइनमेन्ट प्रोसेसमा चाहिँ अलाइनमेन्ट भइसकेपछि उहाँको लास्टमा हामी ब्याट्री चेक हामी उहाँको गाडीको ब्याट्री पनि चेकअप गरिदिन्छौँ त्यो पनि गरिदिन्छौँ त्यसपछि उहाँहरूलाई सबै कुरा गरेर देखाएपछि उहाँहरूलाई काम भएको हामीले देखाएर उहाँलाई सेटिस्फाई भयो कि भएन भनेपछि मात्रै हामी उहाँहरूलाई बल्ल बिदाई गर्छौँ हजुर प्रायः हामी गर्ने यही हो होइन अब कोही कस्टमर अब खुसी हुन्छ कोही उहाँलाई अलिक खुसी हुन हामी सबै हामी उहाँलाई खुसी बनाउने कोसिस गर्छौँ होइन सबैको मेन्टालिटी एउटै हुँदैन होइन त्यस्तै हुन्छ अब हाम्रो अफर भएकोलाई हामी उहाँलाई अफर भनिदिइहाल्छौँ हाम्रो अफर अस्ति भर्खर अफर त्यो सिडियो हाम्रो दसैँ तिहार छठसम्म अफर थियो त्यो अफर सिडियो अब हाम्रो नियरली हाम्रो फेरि विन्टर अफर आउँदैछ त्यो अफर पनि हामी अब सबै कस्टमरहरूलाई हाम्रो अब यो हाम्रो गुगल मार्फत अब सबैले हेर्नुहुन्छ उहाँहरूलाई चाहिँ हामी वेलकम गर्दै हामी गर्छौँ पिट स्टपमा हजुरलाई ह्याप्पी बनाएर बनाउँछौँ हामी पिट स्टपमा हजुरलाई कहिले पनि
हजुर निराश हुनुहुन्न, यति चाहिँ ग्यारेन्टी अब ग्यारेन्टी स्टक सही हो, ठिक छ, दामी। हजुरले टायरहरू कुनै प्रडक्टहरू चाह्यो भने हजुरले हाम्रो पिस्टक के अरे पिस्टक गुगलमा पिस्टकमा जानुभएपछि हजुरले अनलाइन बुकिङ गर्न सक्नुहुन्छ। अनलाइन हजुरको गाडीको मोडल हजुरको गाडी र गाडीको मोडल हालेपछि हजुरले कुन टायर हाल्यो भनेर देखाउँछ पनि प्लस हजुर बुकिङ पनि गर्न सक्नुहुन्छ। अनि प्लस पनि कस्तो छ भने हजुरलाई अब अब टाढा छु आउटलेट आउनु पऱ्यो भने आउटलेट भिजिट गर्नुभन्दा पनि हजुरको हाम्रो चाहिँ गुगलमा हामीले हाम्रो कस्टमर केयरको नम्बर आउँछ, त्यो नम्बरमा हजुर कन्ट्याक्ट गरेर हामीलाई यो किसिमको टायर चाहियो र प्लस मलाई यो आउटलेटमा नजिक पर्छ। हाम्रो 3टा आउटलेट छ, हाम्रो जडीबुटी, कालीमाटी अनि सुकेधारा 3टा आउटलेट छ। 3टा आउटलेटमा जहाँ हजुरलाई नजिक पर्छ त्यहीँ हजुरले चाहिँ मेरो सर्भिस म यहाँ गर्छु, हजुरले मैले अर्डर गरेको सामान त्यहाँ पुऱ्याइदिनु, यो टाइम भनेपछि त्यो टाइममा पुग्छ अनि हजुरलाई हामीले त्यसपछि सर्भिस दिन्छ। सर्भिसमा नो कम्प्रोमाइज होइन, त्यही हो नि मेन। सबभन्दा मेन चाहिँ हुन्छ कि म अलिकति बिजी छु भने मैले एउटा के अरे बुकिङ गरेर जाँदा राम्रो पनि हजुर त्यो हाम्रो त्यो सुविधा छ। अहिले त हामी डाइरेक्ट अनलाइन पनि बुकिङ लिने मिल्छ, त्यो सुविधा थियो हाम्रो दसैँ तिहारको लागि। त्यो सायद अझै कन्टिन्यू छ किनकि हामीले त नयाँ सर्भिस निकाल्यो। हामीले अब चाहिँ हामी अनलाइनबाटै टायरहरू जस्तो गाडीको मोडलहरू भयो भने अब कुन गाडीको लागि अब यो गाडी हाल्नु बित्तिकै गाडीको टायरहरू सबै आउँछ हाम्रो सबै सिस्टमेटिक छ। धन्यवाद छ तपाईँलाई। ल त केटा हो, अब सबै यहाँ सुनिहाल्यो हाम्रो दाइको कुरा होइन, जे छ आएर तपाईँ बुझेर आफ्नो सर्भिस लिनु होला। मेरो त अब रेडी भइसकेको छ बाइकमा होइन, दाजुभाइको बाइकमा टायर फेरिको टक्क लाएर हेर्नु होला रेडी भइसकेको छ। हाम्रो सन्तोष ब्रो चाहिँ लास्टै बिजी छ है, कुरा गर्ने गाह्रो छ, यताउति फोनमा बिजी छ। हाम्रो सन्तोष ब्रोलाई पनि एकदम धन्यवाद छ है, हामीलाई राम्रो सर्भिस दिएकोमा। रिफ्रेसमेन्ट, खाजाको बन्दोबस्त सबै गरिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद है त। ल मेरो भिडियो पनि यहीँबाट एन्ड अप गर्न चाहन्छु। अर्को भिडियो पक्कै पनि म लिएर आउनेछु। मेरो भ्लगहरू अलि बिस्तारै स्लो भइरहेछ किनकि मेरो आफ्नो पर्सनल रिजनको कारण है, त्यही हो। हेर्दै गर्नु होला, मेरो च्यानललाई माया गर्दै गर्नु होला है त। टिल देन टेक केयर एन्ड बाई एन्ड प्लिज डु सब्सक्राइब माई च्यानल एन्ड कमेन्ट एज वेल है त। बाई।